एक दिन नेताहरू भोट माग्दा माग्दै नेपाल आमाको घर पुगेछन् अनि भनेछन्, आमा हेर्नु न, जे नहुनु थियो भइगयो, धेरै काम गर्नु थियो अधुरो नै रहिगयो। अब यो कच्ची सडकलाई म रोड बनाइदिन्छु, बरु तपाईको ऐलानी खेतलाई म करोड बनाइदिन्छु, तपाईको छोरीलाई निशुल्क पढाइदिउँला, छोरालाई सके भन्छन् यतै गरेर काम लगाउला, नसके विदेश पठाइदिउँला, तपाईको वृद्ध भत्ता पनि 1000 बढाइदिउँला, भन्नु बरु के चाहिन्छ सबै मगाइदिउँला, तपाईको बुढालाई पनि खाडीबाट झिकाउन पर्छ, आमा यसपालि नि हामीलाई नै जिताउन पर्छ। रामा निराश हुँदै भन्छन्, खै बाबु, मैले त देशकै भलो चिताएको थिएँ, हरेक पल्ट तिमीलाई नै जिताएको थिएँ, तर तिमीले के गर्यौ यस्तो? सक्ने भएको भए म तिम्रो सत्ता ढलाइदिन्थे, मिल्ने भएको भए म नागरिकता जलाइदिन्थे। जुन छोरीलाई तिमी निशुल्क पढाउने भन्दैछौ उसलाई डाक्टर बन्ने मन थियो,